बालेन कहिले बन्छन् प्रधानमन्त्री? झापा 5 मा बालेन शाहले फराकिलो अन्तरको शानदार जित हात पारिसकेका छन्। उनले एमाले अध्यक्ष केपी ओलीलाई ४९,६१४ मतले हराएका हुन्। बालेनले ६८,३४८ मत पाउँदा ओलीले 18,734 मत मात्र पाए। बालेनलाई रासोपाले प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा अघि सारेको थियो। अब बालेन कहिले प्रधानमन्त्री बन्छन् त? सुरुमा प्रत्यक्ष र समानुपातिक तर्फको सबै मत गणना गरिसक्नुपर्छ अनि समानुपातिक तर्फ निर्वाचन आयोगले कुन पार्टीले कति सिट पाउने भनेर निर्धारण गरिदिनुपर्छ। त्यसपछि रासोपाले आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ। बालेनलाई नै प्रधानमन्त्रीको रूपमा अघि सारिएकोले रासोपाले बालेनलाई संसदीय दलको नेता चयन गर्नेछ। निर्वाचन आयोगले चुनावको अन्तिम मत परिणाम राष्ट्रपतिलाई बुझाएपछि राष्ट्रपतिले संविधानको धारा अनुसार बहुमत प्राप्त गर्ने पार्टीको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। रासोपाले नै बहुमत ल्याउने भएकोले रासोपाको संसदीय दलको नेताको रूपमा बालेन प्रधानमन्त्री नियुक्त हुनेछन्। त्यसपछि बालेनले राष्ट्रपतिबाट शपथ लिनेछन् र अन्य मन्त्रीहरू पनि नियुक्त गर्ने बाटो खुल्नेछ। प्रधानमन्त्री नियुक्त भएपछि संसद बैठक पनि आह्वान हुनेछ अनि बालेनले संसदमा विश्वासको मत लिनुपर्नेछ। यी प्रक्रिया पूरा गर्नको लागि 1 साता जति लाग्न सक्छ। सो हुँदा फागुन नै अन्तिममा वा चैत्रको पहिलो सातासम्म देशले बालेनलाई प्रधानमन्त्रीको रूपमा पाउने देखिन्छ।